हरे कृष्ण। जय गुरु गौरङ्गा। पढ्न गइरहेको छु श्रीमद् भागवतमबाट र ग्रन्थराज श्रीमद् भागवतम श्लोका नम्बर 1 देखि 10 सम्म पहिलो स्कन्द पहिलो अध्याय श्लोका 1 देखि 10 सम्म पढ्न गइरहेको छु। श्लोका नम्बर 1 यस प्रकार छ। यो अध्याय 1 को शीर्षक छ मुनिहरूको जिज्ञासा। ओम नमो भगवते वासुदेवाय। जन्माद्यस्य यतोऽन्वयादितरतश्चार्थेषु सुराट् तेने ब्रह्महृदायादिकवये मुह्यन्ति यत्सूरयः। तेजो वारिमृदां यथा विनिमयो यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परम धीमहि। यसको अर्थ छ, हे प्रभु, हे वसुदेव नन्दन श्री कृष्ण, हे सर्वव्यापी भगवान, म हजुरलाई सादर नमस्कार गर्दछु। म भगवान श्री कृष्णको ध्यान गर्छु किनभने उहाँ परम सत्य हुनुहुन्छ र सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति, पालन तथा संहारका कारणहरूको पनि आदि कारण हुनुहुन्छ। उहाँ प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले सम्पूर्ण जगतबाट अवगत रहनुहुन्छ। उहाँ परम स्वतन्त्र हुनुहुन्छ किनभने उहाँभन्दा पर अर्को कुनै परम कारण छैन। उहाँले नै सर्वप्रथम आदि पुरुष ब्रह्माजीलाई वैदिक ज्ञान प्रदान गर्नुभयो। उहाँकै कारण ठुला ठुला मुनि तथा देवता त्यसै गरी मोहमा पारिराख्छन्, जसरी अग्निमा जल एवं जलमा स्थल देखेर कोही मायाद्वारा मोहग्रस्त हुन्छन्। वास्तवमा यहाँ अलिकति छपाईमा त्रुटि भएको छ। उहाँकै कारण ठुला ठुला मुनि तथा देवता त्यसै गरी मोहमा परिरहन्छन्। भगवानकै कारणले ठुला ठुला देवताहरू र मुनिहरू पनि मोहमा पर्छन्। जसरी अग्निमा जल एवं जलमा स्थल देखेर कोही मायाद्वारा मोहग्रस्त हुन्छन्। उहाँका कारणले नै यो सम्पूर्ण भौतिक ब्रह्माण्ड, जो प्रकृतिका 3 गुणहरूको प्रतिक्रियाका कारणले अस्थायी रूपमा प्रकट हुन्छन् र अवास्तविक हुँदाहुँदै पनि वास्तविक जस्ता देखिन्छन्। अतः म उनै भगवान श्री कृष्णको ध्यान गर्छु, जो भौतिक जगतको मोह रूपबाट सर्वथा मुक्त भएर आफ्ना दिव्य धाममा निरन्तर वास गर्नुहुन्छ। म उहाँको ध्यान गर्छु किनभने उहाँ परम सत्य हुनुहुन्छ। अब श्लोका नम्बर 2 यस प्रकार छ। धर्मः प्रोजितकैतवोऽत्र परमो निर्मत्सराणां सतां वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम्। श्रीमद्भागवते महामुनिकृते किमु वा परैरीश्वरः सद्योरिद्यवरुध्यतेऽत्र कृतिभिः शुश्रूषुभिस्तत्क्षणात्। यसको अनुवाद यस प्रकार छ। यस भागवत पुराणले भौतिक दृष्टिले प्रेरित भएर गरिने सम्पूर्ण धार्मिक कार्यहरूलाई पूर्णतया अस्वीकार गर्दै शुद्ध हृदय भएका भक्तहरूद्वारा बोधगम्य परम सत्यको प्रतिपादन गर्दछ। यो परम सत्य नै वास्तविकता हो, जो सबैको कल्याणका लागि मोहका कारण विभिन्न रूपमा प्रकट हुन्छ। यो सत्यले तिनै किसिमका तापलाई समूल नष्ट गरिदिन्छ
महामुनि व्यासद्वारा आफ्नो परिपक्व अवस्थामा रचित यो सुन्दर ग्रन्थ भागवत ईश्वर साक्षात्कारका लागि आफैमा पर्याप्त छ। त्यसैले अन्य कुनै शास्त्रको आवश्यकता छैन। जसले विनम्रता साथ ध्यानपूर्वक भागवतका सन्देशहरू सुन्दछ, ज्ञानको अनुशीलनले गर्दा उसका हृदयमा परमेश्वर आएर निवास गर्नुहुन्छ। श्लोक नम्बर 3। निगमकल्पतरोर्गलितं फलम। यहाँ गालितम छ, म चेक गर्छु बुकमा एकचोटि। निगमकल्पतरोर्गलितं फलम सुख सुखमुखादमृतद्रव संयुतम्। सुखमुखादमृतद्रव संयुतम् पिबत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुकः। हे भावुक जनहरू हो, वैदिक साहित्य रूपी कल्प वृक्षको यो पाकेको फल श्रीमद् भागवतलाई चाखत। यो अमृतमय फल श्री शुकदेव गोस्वामीका ओठका स्पर्शले गर्दा अझ बढी स्वादिष्ट बनेको छ। हुन त यो जीवन मुक्त भइसकेका व्यक्तिहरू सहित सबैका लागि बारम्बार पिइरहन योग्य छ। श्लोक नम्बर 4। नैमिषे निमिष क्षेत्रे ऋषया शौनकादयः सत्रं स्वर्गाय लोकाय सहस्रसममासत। नैमिषे निमिष क्षेत्रे ऋषयः शौनकादयः सत्रं स्वर्गाय लोकाय सहस्रसममासत। यसको अनुवाद। एक पटक नैमिषारण्य वनको पवित्र स्थलमा शौनक आदि ठुला ऋषिहरू भगवान र उहाँका भक्तहरूलाई प्रसन्न गर्नका लागि 1000 वर्षसम्म चलिरहने यज्ञ सम्पन्न गर्नका लागि एकत्र भए। एक पटक नैमिषारण्य वनको पवित्र स्थलमा शौनक आदि ठुला ऋषिहरू भगवान र उहाँका भक्तहरूलाई प्रसन्न गर्नका लागि 1000 वर्षसम्म चलिरहने यज्ञ सम्पन्न गर्नका लागि एकत्र भए। तैकदा तु मुनयः प्रातर्हुताहुताग्नयः सत्कृतं सूतमासीनं प्रपच्छुरिदमादरात्। एक दिन यज्ञको अग्नि जलाएर आफ्नो प्रातःकालीन कृत्यहरूबाट निवृत्त भएर र श्री सुत गोस्वामीलाई आदरपूर्वक उच्च आसनमा बसालेर ऋषिहरूले सम्मानपूर्वक निम्नलिखित विषयहरूका बारेमा सोधे। ऋषयः उचुः त्वया खलु पुराणानि सेतिहासानि च नघ आख्यातान्यप्यधीतानि धर्मशास्त्राणि यान्युत। ऋषयः उचुः त्वया खलु पुराणानि सेतिहासानि च नघ आख्यातान्यप्यधीतानि धर्मशास्त्राणि यान्युत। अनुवाद। ऋषिहरूले भने, हे पूज्य सुतजी, तपाईँ चारै प्रकारका पापहरूबाट पूर्णतया मुक्त हुनुहुन्छ। तपाईँ धार्मिक जीवनका लागि
विख्यात सबै शास्त्र एवं पुराणहरूका साथै इतिहासमा पनि निपुण हुनुहुन्छ, किनभने तपाईँले उपयुक्त निर्देशन अनुसार तिनको अध्ययन गर्नुभएको छ र व्याख्या पनि गर्नुभएको छ। अब श्लोक नंबर 7। यानी वेदविदां श्रेष्ठो भगवान् वादरायणः, यानी वेदविदां श्रेष्ठो भगवान् वादरायणः, अन्ये च मुनयः सूता परावरविदो विदुः, अन्ये च मुनयः सूता परावरविदो विदुः। हे सुत गोस्वामी, तपाईँ उच्च कोटिका विद्वान एवं वेदान्तका ज्ञाता हुनुभएकाले ईश्वरका अवतार व्यासदेवका ज्ञानबाट पनि पूर्ण अवगत हुनुहुन्छ, साथै ती सबै मुनिहरूका बारेमा पनि जान्नुहुन्छ जो भौतिक र आध्यात्मिक दुवै ज्ञानमा पारङ्गत छन्। श्लोक नंबर 8। व्यथम त्वं सौम्य तत्सर्वं तत्तस्तदनुग्रहात्, ब्रह्युः स्निग्धस्य शिष्यस्य गुरवो गुह्यमप्युत। व्यथं त्वं सौम्य तत्सर्वं तत्तस्तदनुग्रहात्, ब्रह्युः स्निग्धस्य शिष्यस्य गुरवो गुह्यमप्युत। अनुवाद। तपाईँ विनम्र एवं सर्वज्ञ हुनुहुन्छ। तपाईँका गुरुहरूले एउटा अत्यन्त सौम्य शिष्य मानेर तपाईँमाथि सबै तरिकाले अनुग्रह गर्नुभएको छ। त्यसैले तपाईँ हामीलाई ती सबै कुरा भन्नुहोस् जुन कुरा अत्यन्त वैज्ञानिक ढङ्गले तपाईँले सिक्नु भएको छ। श्लोक नंबर 9। तत्र तत्राञ्जसायुष्मन् भवता यद्विनिश्चितं, पुंसामिकान्ततः श्रेयस्तन्नः शंसितुमर्हसि। दीर्घायुको आशीर्वाद प्राप्त गरेका तपाईँले सर्वसाधारण जनताका लागि कुन कुरा परम कल्याणकारक छ भन्ने निश्चय गर्नुभएको छ, त्यो हामीलाई सजिलोसँग बुझाइदिनुहोस्। श्लोक नंबर 10। प्रायेणाल्पायुषः सभ्य कलावस्मिन् युगे जनः, प्रायेणाल्पायुषः सभ्य कलावस्मिन् युगे जनः, मन्दः सुमन्दमतयो मन्दभाग्यायुपद्रुतः। कलावस्मित छ यहाँ, तर यो छपाईमा त्रुटि भएको छ, कलावस्मिन् हो। प्रायेणाल्पायुषः सभ्य कलावस्मिन् युगे जनः, मन्दः सुमन्दमतयो मन्दभाग्यायुपद्रुतः। हे विद्वान, लौह रूपी यस कलियुगका मानिसहरू अल्पायु हुन्छन्, झगडालु हुन्छन्, अल्छी, पथभ्रष्ट र अभागी हुन्छन्, त्यसमाथि अझ विचलित चित्तका हुन्छन्। हे विद्वान, लौह रूपी यस कलियुगका मानिसहरू अल्पायु हुन्छन्, झगडालु हुन्छन्, अल्छी, पथभ्रष्ट र अभागी हुन्छन्, त्यसमाथि अझ विचलित चित्तका हुन्छन्। हरे कृष्णा 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 हरे हरे, हरे राम
राम राम हरे हरे। हरे कृष्णा। श्रील प्रभुपाद की जय।